दर्शन नमस्ते सबैजनामा। आज म आएको छु पिम्बाल पोखरी ललितपुरमा पर्छ। यो चाहिँ सुन्दराबाट जस्ट 5 मिनेटको दूरीमा सवारी साधनमा चाहिँ पैदल यात्रा हो भने सुन्दराबाट 40 मिनेटको दूरीमा छ। एकदम राम्रो सुन्दर पोखरी छ। यहाँ मन्दिर छ। पोखरीमा हाँसहरू खेलिरहेको छ। बोट पनि छ। यहाँ तपाईहरु सवारी गर्न सक्नुहुन्छ। यहाँ चाहिँ एकदम राम्रो खालको लेखेको रहेछ। फेरि यहाँ यो एरियामा पिम्बाल एरियामा चाहिँ आयो भने फेरि कसैले बदमास गरेमा, गाँजाहरू खाएमा, फोहोरहरूमा गरेमा, गलत गतिविधि गर्यो भने चाहिँ यी 21 वडाको वासीहरूले चाहिँ यो 21 नम्बर वडामा पर्दछ। 21 वडाको वासीहरूले नै ठोकठाक पारेर अर्जापेर पठाउँदा नि केही फरक पर्दैन भनेर लेखेको रहेछ। यहाँ सम्पदा वरिपरि आएर गलत गतिविधि गर्नेहरूलाई चाहिँ यहीँकै 21 वडा पर्दो रहेछ। अनि यहीँकै स्थानीयहरूले नै ठोकठाक पारेर पठाए पनि हुन्छ भनेर लेखेको रहेछ। सायद त्यो महानगरले होला या वडा कार्यालयले त्यस्तो अनुमति दिएको होला, स्थानीयले नै कारबाही गर्ने भनेर। गलत गतिविधि गर्नेलाई ठिकै हो। यहाँ चाहिँ जग मधु पुखु भनेर भन्दछ। नेवारी भाषामा होला के लेखेको, खै नेपालीमा चाहिँ छैन। कति दामी रहेछ। बिचमा पानीहरू पनि यस्तो फोहराहरू आइरहेको। बिचमा पर मन्दिर छ। म एकछिनमा त्यहाँ पनि गएर देखाउँछु तपाईहरुलाई। अशोक चैत्य भन्दो रहेछ यसलाई पनि। एकदम राम्रो रहेछ। यहाँ पनि एउटा त पर लगन खेलको छेउमा छ। यहाँ पनि रहेछ अशोक चैत्य भन्दो रहेछ। पर चाहिँ अशोक चैत्य, अशोक स्तूप भन्छ। यहाँ चाहिँ अशोक चैत्य। एकदम दामी रहेछ। निकै पुरानो नै होला यो पनि सायद। यस्तो ठाउँहरू देख्दाखेरि, आफ्नो सम्पदाहरू देख्दाखेरि मनै आनन्दित हुने क्या। भाग्य नै हो कि एक प्रकारले हामीले यस्तो घुम्न पाउनु, देख्न पाउनु आफ्नो लक हो। तपाईहरु पनि भिडियोको मार्फत हेर्नु होला। यहाँ चाहिँ रत्न सम्भवको प्रतिमा राखिएको छ। यो भयो अमिताभ बुद्धको। स्तूपको चारैतिर प्रतिमाहरू राखिएको रहेछ बुद्धको अलग अलग। यहाँ पनि छ। र यो बस्ने फल्चा बनाएको रहेछ। गेट पनि रहेछ। यसमा जग मधु पुखु भनेर लेखेको छ। यसको चाहिँ मैले केही बुझिनँ अर्थ के हो, तपाईहरुलाई थाहा छैन कमेन्ट गर्नु होला। यो सायद नेवारी भाषा होला, जग मधु पुखु भन्ने। तिब्बती भाषामा यहाँ लेखिएको छ। नेपाल भाषामा चाहिँ यहाँ लेखे, नेपाल हैन, यो पनि नेवारी भाषामै होला। अहिले म ठ्याक्कै भित्र आएको छु। पोखरीको बिचमा फेरि बिचसम्म जाने यस्तो बिचबाट बाटो बनाइएको रहेछ। बाटो भन्दा नि यस्तो पुरा नि अब ठ्याक्कै दामी बनाएको छ। नो स्मोकिङ, नो फुड ड्रिङ्क्स, केही पनि खाना पिउन नपाउने, धुम्रपान। ओहो हो कस्तो दामी छ। हाँसहरू खेल्दै गरेको दृश्यहरू दामी। सेतो हाँस रहेछ, दामी। कस्तो मजाको छ। यहाँ बोट पनि खेल्न पाइँदो रहेछ। अहिले बिहान भएकोले गर्दा अहिले बन्द छ होला। भरे चाहिँ खेल्छ दिउँसो त सायद बेलुका। यहाँ चाहिँ दुईटा युगल जोडीहरू बसिरहेछ। बोटमा पनि कति कसरी चढ्छ भनेर चार्ज लेखेको रहेछ। त्यो मैले देखाइहालेँ तपाईहरुलाई। चण्डेश्वरी माईको मन्दिर रहेछ यो चाहिँ। यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। चण्डेश्वरी माईको मन्दिर दर्शन गर्नु होला तपाईहरुले पनि। यो मन्दिरको निर्माण चाहिँ 1663 विक्रम सम्वत 1663 मा गयो बाजेको प्रयासमा भएको मानिन्छ। 1663 भनेपछि त 17, 18, 19, 2000 पुरा 400 वर्षभन्दा पनि धेरै भएको रहेछ। यहाँ सबै इतिहास लेखेको छ, तपाईहरुले देख्न सक्नुहुन्छ। अहिले मन्दिरको आसपास चाहिँ निर्माण कार्यहरू भइरहेको रहेछ अलिअलि। त्यसले गर्दाखेरि अलिक क्लियर भएको रहन्छ अहिले। आजको पिम्बालको यात्रा यहीँ टुङ्गिएको छ। भिडियो हेरेर अहिलेसम्म साथ दिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद।